दोधरा चाँदे नगरपालिका वडा नम्बर 4 मा हाम्रो सिर्जना सहकारी संस्था खुलेको छ र यसपालि 2022 सालदेखि यो संस्थाले आफ्ना शेयरधनीहरूलाई घर आँगन दैलोमै गएर क्यालेन्डर हस्तान्तरण गर्नुभएको छ र म धेरै खुसी छु। विगत लामो समयदेखि हामी यसलाई किनि नै रहन्थ्यौँ र 10 रुपैयाँ 20 रुपैयाँ किनिरहन्थ्यौँ भने यसपालि चाहिँ उहाँले चाहिँ प्रत्यक्ष रूपमा सेवा गाइरहेर त्यो सँगसँगै शेयरधनीलाई उहाँले चाहिँ हस्तान्तरण गर्नुभएको छ। यो मलाई पनि गर्नुभएको छ। यो क्यालेन्डर छ। म पनि धेरै खुसी छु र अझै यो संस्थाको प्रगति होस् भन्न चाहन्छु। सर्वप्रथम त यो संस्थालाई खोल्नु हुने संस्थापक मेरा गुरु अभिभावक र यो संस्थाका मेन लिडर चाहिँ आज हामी सामु हुन्न। उहाँको आत्माको चिर शान्तिको उहाँको आत्मा सधैँ स्वर्गमा बास होस् भन्दै र अहिले यो संस्थाका मेन संस्थापक अध्यक्ष, कोषाध्यक्ष, सचिव सम्पूर्ण टिमलाई चाहिँ अझै यो बाटो यो मार्गनिर्देशनलाई अगाडि बढाइरहनु होला र उहाँको चाहिँ इच्छा आकांक्षा अझै पुरा गरिदिनु होला र यसरी नै सम्पूर्ण शेयरधनीहरूलाई यसरी नै यो बाटोतिर देखाउनु होला र यो संस्थाको अझै नयाँ ब्रान्च खुलोस् भन्न चाहन्छु म।